नमस्ते। यो स्विजरल्यान्ड होइन, अस्ट्रेलिया होइन, यो मिनी स्विजरल्यान्ड कश्मीर होइन। म आज जाँदैछु दोहा कतारको पोखरा बीचमा। कस्तो लाग्छ जस्तै तस्तै प्रतिक्रिया दिनुहोला। धन्यवाद। नमस्ते। अहिले पनि म दोहा कतारको पोखरा बीच भन्ने ठाउँमा म आइसकेको छु। तपाईहरुको लागि म यस भ्यूज देखाउनको लागि म एक्लो यात्रामा म आइसकेको छु। आज क्योंकि मेरो छुट्टी थियो, त्यही भएको कारणले गर्दा म चाहिँ रुममा बस्दै बोर भएको थिएँ। त्यही भएर चाहिँ कहाँ जाउँ भनेर चाहिँ सोचिरहँदा जाँदै मेरो मनमा यो आयो कि म आज पोखरा बीच जानुपर्छ र तपाईहरु दर्शक श्रोताहरुलाई चाहिँ यहाँको भ्यूजहरु देखाउनुपर्छ भनेर चाहिँ म यसमा नाइट ब्लग हजुरहरुको सामु राख्दै छु। जस्तै प्रतिक्रिया दिनुहोला। अनि चाहिँ म पोखरा बीचमा आइसकेपछि चाहिँ यहाँको भ्यूजहरु हेर्नुस् त। यहाँ चाहिँ धेरै ऊँटहरु पनि रहेछ, ऊँटहरु अनि धेरै बलुवा रहेछ के, बलुवाहरु रहेछ अनि ऊँटहरु चाहिँ बसिरहेको रहेछ हैन। ऊँटहरु तपाईहरुले देख्नु भएको छ हैन। सामान्य म हजुरलाई देखाउन चाहन्छु। र अहिले भनी ऊँट सुतेको छ हैन। यहाँ धेरै बलुवा जस्तो रहेछ। यहाँ चाहिँ यसमा चाहिँ डुङ्गाको व्यवस्था रहेछ। डुङ्गाहरु तपाई खेल्न चाहनुहुन्छ भने अगर डुङ्गाहरु यहाँ मार्केट चाहिँ धेरै होटलहरु छ है। यहाँ होटलहरु छ अनि होटलहरु पनि रहेछ। अनि देखो यहाँ चाहिँ खेलाउनाहरु पनि रहेछ। यो रेस्टुरेन्टको अगाडि चाहिँ एउटा रेस्टुरेन्ट रहेछ, त्यहाँ चाहिँ खेलाउनाहरु पनि रहेछ। म हेर्दै सबै चीजहरु हेर्दै गइसकेपछि फेरि फोटोहरु खिच्यो। फोटो खिच्दै फेरि यहाँका भ्यूजहरु नाइट ब्लगमा तपाईहरुलाई देखाउन चाहन्छु। यहाँको बलुवा रहेछ, धेरै बलुवा, रेस्टुरेन्टहरु, यहाँका डुङ्गाहरु धेरै सुन्दर के, एकदम सुन्दर रहेछ। म पहिला पनि गएको थिएँ यहाँ, फेरि पनि एकचोटि जाउँ भनेर चाहिँ यहाँ घुम्न आएको। आज चाहिँ धेरै मजा आयो। यो होटलको अगाडि एउटा खेलाउना रहेछ, एकदम सुपर छ है। यो खेलाउना चाहिँ एकदम राम्रो छ है। तपाईहरु पनि गएर यसको साथ फोटो खिच्न चाहनुहुन्छ। यहाँ धेरै बलुवा रहेछ, बलुवा जस्तो के एकदम राम्रोसित बनाएको रहेछ। तर यहाँको समुद्रहरु चाहिँ यहाँ नुहाउन धुनको लागि पनि व्यवस्था रहेछ। नुहाउन धुन मतलब नुहाउन धुन हैन, मतलब नुहाउनको लागि पनि व्यवस्था रहेछ। अगर तपाई कोही फ्यामिलीहरुसित जानुभयो भने नुहाउनको व्यवस्था पनि रहेछ। अगर तपाई सिंगल केटाहरु मात्र जानुभयो भने त्यसमा अलि फ्यामिलीहरु गएको ठाउँमा नुहाएको ठाउँमा चाहिँ अनि जाने अलाउड रहेनछ। तर पनि म चाहिँ जसरी पनि म भ्यूज चाहिँ खिचे हैन। यहाँ होटलहरु चाहिँ यति राम्रोसित सजाइएको छ कि कमसेकम 30-40 वटा होटलहरुको रेस्टुरेन्टहरु छ। तर रेस्टुरेन्टहरु रहेछ तर चाहिँ राम्रो के, एकदम बाहिर एकदम जमानाका रेस्टुरेन्टहरु हिसाबले सजाएको रहेछ कि, त्यस्तै रहेछ रेस्टुरेन्टहरु। अनि बाहिरपट्टि हेर्दा एकदम सुन्दर के, रातिमा चाहिँ एकदम सुन्दर रहेछ। आजकल क्योंकि गर्मी छ नि, त्यही भएर चाहिँ गर्मी भएको कारणले गर्दाखेरि चाहिँ खास चाहिँ रातिमै घुम्न चाहिँ मजा आउँदो रहेछ कि। छुट्टीको दिन चाहिँ रातिमै घुम्न चाहिँ एकदम मजा रहेछ। कोही रेस्टुरेन्ट खाली छन्, बाहिर बसिरहेको छन् हैन, कोही चाहिँ छन्। तर यहाँ क्याफेहरु पनि रहेछ, एकदम राम्रो क्याफेहरु। तपाईहरु कफीहरु पिन चाहनुहुन्छ, कफीको व्यवस्था, हर चीज रेस्टुरेन्ट, इन्डियन रेस्टुरेन्ट। अनि बाहिर यस्तो फुलले सजाएको रहेछ हैन। कोही रेस्टुरेन्ट त एकदम खाली छ कि, कोही हैन बाहिर पनि छ। तर अब फ्राइडे सटरडे चाहिँ फुल हुन्छ होला है, यहाँ फुल हुन्छ होला। तर पनि बाहिर कोही रेस्टुरेन्टहरु त खाली छ, त्यति बिजनेस पनि छैन हैन। कोही फेरि एकदम फुल छ। इन्डियन रेस्टुरेन्ट भयो, अरबी रेस्टुरेन्ट, हर चीजको रेस्टुरेन्ट रहेछ। तर अलि एक्सपेन्सिभ रहेछ के, मतलब महँगो रहेछ। कोही सस्तो पनि छ यस्तो चाहिँ, तर महँगो रहेछ। फेरि पनि ठिकै छ। अब हामी कहिले त हो घुम्न जाने, त्यही भएर हामी चाहिँ खाना खायौँ। त्यसपछि यता आएको चाहिँ फेरि यता घोडामा चढेर पनि जाने व्यवस्था रहेछ है। त्यसमा चाहिँ घोडामा चढेर व्यवस्था रहेछ। त्यसपछि हेऱ्यो अनि घोडामा चढेर पुरा मार्केट घुम्ने व्यवस्था पनि रहेछ। तर घोडा चाहिँ एक्लै थियो। अनि यतापट्टि हेरेको त फेरि त्यहाँभित्र के रहेछ भने हेरेको, तर पनि ठिकै छ। यो घुम्नको लागि चाहिँ एकदम सुन्दर छ। अलि दिउँसा चाहिँ राम्रो लागिरहेछ। यहाँ चाहिँ सानो घोडा रहेछ कि, सानो घोडा गधा भन्ने घोडा रहेछ। अनि रेस्टुरेन्टहरु एकदम सजाइएको, एकदम राम्रो, एकदम यहाँको भ्यूजहरु एकदम नाइट भ्लगमा एकदम दामी लाग्यो क्या मलाई। यो चाहिँ अस्ति नै दिउँसामा खिचेको थियो, त्यही मैले हालेको। अनि यो पिछले साल म 1 साल पहिले गएको। अनि यहाँ ट्रेन बच्चाहरुको लागि
ट्रेनको पनि व्यवस्था रहेछ है। तपाईहरु कोही छुट्टी छ भने तपाईहरुको बच्चा छ भने अगर यही हुनुहुन्छ कतारमै हुनुहुन्छ भने यो ट्रेनमा घुमाउन सक्नुहुन्छ। अनि यो भित्रपट्टि धेरै छ है, यहाँ खेलौनाहरू बच्चाहरुको लागि एकदम धेरै खेलौनाहरू व्यवस्थित गरिएको रहेछ। तर धेरै राम्रो लाग्यो। यहाँ चाहिँ घोडाको व्यवस्था पनि छ, रिक्साको व्यवस्था पनि रहेछ। तपाईहरु रिक्सामा चढ्न चाहनुहुन्छ भने यसमा पनि चढ्न सक्नुहुन्छ हैन। अनि यतापट्टि गएको, यतापट्टि फेरि हिँड्दै हिँड्दै गएको, फेरि फोटो खिच्न मन लाग्यो, एउटा फोटो खिचिहाल्यो। अनि त्यसपछि फेरि यहाँ ऊँट रहेछ यार, ऊँटले त ऊँट त बसिरहेको रहेछ यार, कति अल्को ऊँट पनि। अब यहाँ यसको मासु पनि खान्छ भन्थे, फेरि मैले के गरौँ भनेर फेरि एउटा भिडियो बनाएँ। त्यसपछि घर जानु भने तयार भएँ। त्यसपछि ट्याक्सीमा चढेर सरर घर चढेर आएँ। हस्त नमस्ते, आजको भ्लग यति नै, फेरि अर्को भ्लगमा भेटौँला। हस्त नमस्ते।